अलिकति समय लाग्छ। तिमीहरू सबै हात जोडेर बस्नेछौ सरस्वतीलाई सम्झेर। अनि म यहाँ केही भन्नेछु बिस्तारै। म जे भन्छु त्यही कुरा तिमीहरूले दोहोऱ्याउनेछौ। जस्तै उदाहरणको लागि शपथ खुवाएको देखेका छौ तिमीहरूले मन्त्रीहरूलाई। त्यहाँ जसरी खुवाइन्छ त्यस्तै ढङ्गबाट तिमीहरूले पनि यहाँ शपथ खानेछौ। यो शपथ 1 वर्षको लागि, 1 वर्षभरि असल मानिस बन्नको लागि प्रयास गर्ने। म अब यस्तो खराब गर्दिनँ भन्ने खालको कुरा हो। त्यस कारणले अब हाम्रो शपथको प्रारम्भ हुन्छ। ता सरस्वती तिमीहरूले भन्ने, हे वीणावादिनी माता सरस्वती, ज्ञान विवेक र सद्बुद्धिकी अधिष्ठात्री देवी, हामीले सम्बोधन गरेका हो। आज यस पवित्र प्राङ्गणमा तपाईको दिव्य उपस्थितिमा हामी यस प्याराडाइज इङ्ग्लिस स्कुलका सम्पूर्ण गुरुवर्गहरूको रोहबरमा आफ्नो जीवनलाई उज्यालो भविष्यतर्फ दोहोऱ्याउने पवित्र संकल्प गर्दछौँ। हामी शिक्षालाई केवल परीक्षा उत्तीर्ण गर्ने साधन होइन, जीवनलाई सुन्दर, सभ्य र सफल बनाउने उज्यालो दीपका रूपमा ग्रहण गर्नेछौँ। ज्ञानको खोजीमा निरन्तर अघि बढ्नेछौँ। अज्ञानता, आलस्य, नकारात्मक सोच माथि विजय प्राप्त गर्नेछौँ। हामी समयको मूल्य बुझ्नेछौँ। हरेक क्षणलाई सृजना, अध्ययन र प्रगतिमा समर्पित गर्नेछौँ। विद्यालयको अनुशासनलाई आफ्नो आभूषण सम्झेर पालना गर्नेछौँ। विद्यालयमा नियम, मर्यादा, संस्कारलाई मन, वचन र कर्मले सम्मान गर्नेछौँ। हामी हाम्रा गुरुजनहरूप्रति श्रद्धा भाव राख्नेछौँ। अभिभावकहरूको त्याग, सपनाको सम्मान गर्नेछौँ। साथी भाइहरूसँग भाइचारा, सहयोग र सद्भाव कायम राख्नेछौँ। कुनै पनि प्रकारको असभ्य व्यवहार, हिंसा, घृणा, अपमान र अनुशासनहीन गतिविधिबाट टाढा रहनेछौँ। हामी आफ्नो विद्यालयलाई सफा, शान्त, सभ्य र प्रेरणादायी विद्यालय बनाइराख्न सचेत रहनेछौँ। प्रकृतिप्रति माया, समाजप्रति जिम्मेवारी र राष्ट्रप्रतिको समर्पणको भावनालाई विकसित गर्नेछौँ। हामी कठिनाइसँग डराउने छैनौँ। असफलताबाट निराश हुने छैनौँ। बरु प्रत्येक चुनौतीलाई सफलताको सिडी बनाउँदै अघि बढ्नेछौँ।
परिश्रमलाई आफ्नो साथी इमानदारीतालाई आफ्नो चरित्र र अनुशासनलाई जीवनको मार्गदर्शन बनाउनेछौँ। हे माता सरस्वती, हामीलाई सत्यको बाटो हिँड्ने शक्ति प्रदान गर्नुहोस्। हाम्रो मनमा सद्बुद्धि, व्यवहारमा नम्रता, अध्ययनमा एकाग्रता र जीवनमा उज्यालो भविष्यको आशीर्वाद दिनुहोस्। हामी यहाँ आज आफ्नो विद्यालय, परिवार, समाज, राष्ट्रको गौरव बढाउने असल, योग्य, अनुशासित र जिम्मेवार नागरिक बन्ने दृढ अठोट साथ यो पवित्र शपथ ग्रहण आत्मसात गर्दछौँ। जय ज्ञान, जय शिक्षा, जय अनुशासन, जय पैराडाइज, जय सरस्वती माता।